आज बैंकै हैन अनि बैंकको कुलडाउन चाहिँ फेरि 1.5 घण्टा होला हैन के भन्छ कुलडाउन 1.5 घण्टा रेड लाइन इज हियर यो एबर इनालाई उगन जाने के हो 1 2 3 इदा त हिजो हैन हामीले हेर्लाको रेड लाइन को हेर त मुनि हेर त कमेन्ट हान्छ है म कमेन्ट हान्छ है म चाहिँ गाड भेट्ला ओइ हैन ओइ त्यो हैन हाम्रो ग्रुप सिटा गरेर फोटो खिचिरहेछ तिनीहरुले फोटो त खिच्नु न पिकनिक गएको होला अनि रमाइलो लाग्यो होला नि त त्यहाँ हैन अब पर्पल मन परेन हुन सक्छ उनीहरुको इन्स्पिरेसन पर्पल हुन नि त सक्यो नि स्टेटस बनाउँछ ओइ मेरो सीसीमा थम्बनेल भन्ने कुरा राखे जस्तै खिच्यो त ठ्याक्क सेम मैले कमेन्ट हान्दिएछु पिकनिक गएको हो भनेर आमासम्म अन टप लेख्दिन हामी पनि पिकनिक गएको हो भनेर कसरी लेख्न मिल्छ कसरी लेख्न मिल्छ ए तल कमेन्टमा ब्लड लाइन रे रगतको घेरा के रगतको गेडा भन्छ त्यसले त के भन्छ घेरा भनेको तेरी मेकी के भएको यो चोदु यिनीहरूलाई म रिप्लाई गर्छु पहल चोदुको एउटा फोटो हाल्दिम म हाल्दे चोदु र मनिकाको फोटो हाल्दिन्छु पक्क म दुईटाको गरिदिन्छु अब झगडा पारिदिन्छु मोमोको पनि छ मोमो र चोदुको पनि छ है प्लट हानेको भिडियो छ पुरै मैले दुईटालाई रिप्लाई गरेको छु हेर न के रिप्लाई गर्यो टेन रिप्लाई क्या आयो रेड लाइनबाट मात्र हाल्छ कि पिकनिक गएको हो मैले के लेखेको छु या विथ योर सिस भन्दियो के खै भर्खर कसले या विथ योर के लेख्यो यार कहाँ हुन्छ नोटिफिकेसन या विथ योर सिस भनेर म्याच सिक्ने भनेर लेख्छु पख अब ओए यो तत्ति भाली यार ल परे विथ मनिका चौधरी अबे के आइराछ यो लाडो चुसुसु त हुन्छ ल परे विथ मनिका एड्रेस चौधरी ल आमा खै कसको फोटो हो फेरि को हो यो ओइ इनासँग भिडम न फाइनली आई फाउन्ड माई टु लभ लखडीमा हान्ने के आई लभ यु मेरी फरएभर रे आमा मैले बात इनाला हानम न इनहरु लासम कि दिन्छ के हानम न रेड लाइन चलपल धेरै भयो है आमुजी हैन ठीक छ मुजी त्यो एसिक्स पनि नलेखे हुन्थ्यो मुजी छाडै लेख्दै हुन्थ्यो त्यो त हो ला ओइ जिरो के भएको अभि के भन्दैछ जिरा लाडो चाहिँ थाहा हुन्छ रे ओइ यो चोदुको पनि हाल्न चोदुको पनि उ गर त कसको काँचो सर्ने रे के भन्छ केटाहरु उले हो दिमाग दिमागमा हुँदा त के भन्छ त केटाहरु छरतिर अरे छरतिर ग्याङ केटा ग्याङ म्याच छरतिर रे कुनवालामा कमेन्ट गरे तिमीले म्याच भेट्दै भेटे त खै मेरो पनि के हो दिन्छ भने माग कसले दिन्छ भने माग भनेको अनि ए हेर त गाडीको नम्बर हेर त गाडीको नम्बर हेर त केटा ए ल म्याच त्यो कहाँ छ छरतिर मेरोमा के कुरा हुन्छ केटाहरु तिम्रो या यो टु रे इनहरु हान्न जम इनहरु हान्न जम आयो 13 घण्टा तुल्छ मोमा राख्न आइज त भन्छ अहिले जाउँ त इनहरु हानम त जाउँ त तेरो आमालाई सोध त भनेर भन्दैन त्यसलाई छ कि छैन भनेर ए भएर गएको हो रे या विथ योर ढिलो निस्क्यो भने त्यही हो मुजी तेरो आमालाई सोध त मेरो छ कि छैन भनेर लेख्दैन एउटा हैन मैले मुख लुकाएर बस्नु पर्ला है ज्याक्सहरु ब्लड छ नि फेरि हामीसँग यहाँ ब्लड छ नि फेरि म लेख्छु पक्क तेरो आमालाई सोध त भनेर हैन त्यस्तो नदेखाएर धेरै भसम नहान्दिम न हान्दिम मुजी सुरु गरे इनले त विथ योर सिस भनेर दादा कहाँ छ दादा खोइ हामी त राम्रै भने त हैन मैले यसले विथ योर सिस भन्ने छैन हैन कोले फर्स्ट एन्ड लास्ट फोटो हुन्छ जस्तो यार इनहरुको भयो डोन्ट ट्राई टु फर्क ड्याडी रे इनहरु ग्रुप सिटाइज हुन्छ इन निकाल ग्रुप इन त इन चलबल
भने मैले ग्रुप बोलाएको छु म लुगा फेर आइहाल्छु पर्पलमा फेरिहाल्छु ऊ हो बन्दाडे ओइ बीच भने तलाई मलाई कोलानको बीच रे कोलानको कम बीच रे अबे दा ओइ दादा अंग्रेजी यो त कुल हुनु खोज्यो त्यो त कुल हुनु आए केटा सबै आए त आर्मर लिएर आइज मलाई आर्मर लिएर आइज आर्मर चाहिँ लिएर आइज आर्मर चाहिँ लिएर आइज ओइ डोबी आर्मर कहाँ हो खोइ कहाँ हो यो कहाँ लेखेछ यो नोटिफिकेसन हेर्नु कम बीच र तपाईँ कमेन्ट जानु र तपाईँको कमेन्ट होइन रुक्नु ग्रुप 180 ए तपाईँले लेखे होइन रहेछ जस्तो लाग्यो कस्तो त्यो अस्ति के हो आउन दम आउन मन निक्लिसके सबैजना एकैचोटि जाउँ रुक्नु केटा कहाँ लेखेको छ यार म त ट्विटरमा भेट्दिनँ त ट्विटरको कमेन्टमा हो के कस कुन भिडियोमा के कुन पोस्टमा भित्र कमेन्ट हेर न रिप्लाई हानेको रेड लाइनकोमा यहाँ कमेन्टमा गएर जिडककोमा गएर भित्र हेर न ए पिकनिक गएको हो आमा समन टप पिकनिक गएको हो या विथ योर सिस थाहा हुन्छ छरा तेरो अहिले मुख लुकाएर बस्नु पर्ला है ज्याक्सहरू भुक्ने कुकुरले टोक्दैन आइज न एउटा ग्रुप सिट गरिरहेको छ कम बिच रे अभि तिनीहरू सब गाडीमै बस्छ लाइन नकोड गन हान्छ त बिस्तारै ज्याक्सहरूलाई लाइन भने थाहा चाहिँ क्या यो लाइन भन्दा यता गाडी नल्याउँ है सरहरू गाह्रो पर्ला नि फेरि त्यसो भए किन बोला त ए तिमीहरूलाई माटुने गाडी कहाँ राख्नुपर्छ थाहा छैन भाइ मुझे अर्काको हुडमा आएर किन बोलाएको भन्छस् तिमीहरूको हुड भनेर कहाँ गाडी रोक भनेको बोर्ड छैन नि त तेरो तल निधारमा टास्नु पर्यो यता आइज त तिमीहरू यता आइज त बदलेसहरू ए बदलेस हौ बदलेस ग्याङ छ गाडी माथि बस हामी आउने तिनीहरूलाई बोलाउ न किन जानु के हो के हो को त्यो माछिङ विथ योर सिस भनेर अड्नेको छोरो को हो थाहा छैन को माछिङ को दादा त्यो मुख नछाड्नु के कुरा चाहिँ गरौँ न छोरोहरु मुझे बोल्न आउँदैन विथ योर सिस भनेर अड्नेको मान को छोड्दिनु हौ कुरा गरौँ न यहाँ के कुरा गर्ने मुझे यिनीहरूसँग होइन यतिकै छोड्दिनु के हो होला भन त यति केटा हो तिमीहरूलाई के भनेको अब राम्रोसँग तिमीहरूलाई पिकनिकमा हो भन्दाखेरि अनि बालेबिलो बोल न बालेबिलो होइन ट्विटरमा त छाडिरहेको थियो त को त्यो विथ योर सिस भन्ने चाहिँ त्यो मुख छाडेको थियो के भनेको त अनि मुख नछाडौँ यहाँ होइन कुरा गरौँ न के होला तिमीहरू तिमीहरू बज्ने विथ योर सिस अरे कसले लेखे पिकनिक गएको जाँदा भन्दाखेरि राम्रोसँग भन्दाखेरि तिमीहरू अनि टेढो कोही एन्सर दिन्छौ किन हो त्यस्तो चाहिँ भनेर त्यो त हाम्रो खुसी हो नि टेढो दिने कि सिधा दिने ए अनि पछि तेरो दिदीसँग गएको भनेर तेरो दिदीसँग गएको भने तँलाई के हुन्छ यस्तो हो एन्सर मात्र टेढो चाहिँ नदिउँ होइन फेरि ज्यानै टेक्न होला सर को थियो त्यो कमेन्ट गर्ने चाहिँ को थियो भनेको कमेन्ट हान्ने चाहिँ को त्यो तै हो प्रोफाइल चलाउने चाहिँ म हो सर म हो के हामी तिमीहरूले चलाएको होइन त्यसो भए होइन हामी सबै हो के तिमीहरूको के हो सेडवाला एकाउन्ट हो यहाँ आएको चाहिँ के यिनीहरू कन्फर्म गर्नु लागि यिनीहरूले के हो भनेर हामीले बोलाएको नि याद छैन अब के भन्ने अब हामीले बोलाएको भन्दा नाम हेर्न नाम कहाँ तिमीहरू चाहिँ सेड एकाउन्ट हुन्छ त हौ लाइन लाएर कभर अप गर्दै लाइन लाएर अगाडि आइज ल सबजना पछाडि गाडीमा आइज पालेबिल आइज लाइन लाएर आइज यतिको म्यानर चाहिँ हुनुपर्छ वफादार रहेछ है वफादार रहेछ है यतिको म्यानर चाहिँ हुनुपर्छ है तपाईहरु पनि हैन हामीले त राम्रोसँग कुरा गर्न लिएर आएको हो तिमीलाई बुझ्यौ नि तिमीहरु एरिया त कुकुरको हुन्छ सर हेलो एरिया त कुकुरको हुन्छ हाम्रो त राज शहरमा छ तिमीलाई मालिक भेट्ने मलाई हो क्या हो एरिया नै कुकुरको जस्तो देख्छु मैले हेर्नु त फोरहरु हेर्नु त अघिसम्म त हाम्रै थियो कि एरिया रात आएपछि कुकुरको जस्तै भयो
कुकुर जस्तो भयो रे। ये बैठ गया कुकुर था जस्तो रे पल के हाम्रो उता आतो लुगामा रगत लाग्ने ठाउँ नै नि मानव छ भेन्टा फेरि। भेन्टा हुन्छ उता आयो भने त हो अबे भेन्टै भेन्टा एकछिन 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 है। को त्यो को यही भेन्टाले हो, यही सर, भेन्टाले म हो, मुखै म मुखमा हो, सिकेर म हो। राति राति निकालिदिन्छु नि फेरि रगत ओ लालबहादुर ओ लालबहादुर के हो तेरो तरिका त्यही हो तरिका सर तरिका तपाईँले सिकाउने हामीलाई कसलाई सिकाउनु पर्यो त कसलाई तपाईँले सिकाउनु पर्दैन नि तरिका हामीलाई ए तरिका त्यही हो सिकाउनु लागेन त्यो आमा बाउले चाहिँ सिकाएन तपाईँ यहाँ आएर आमा बाउको कुरा गर्ने हो गर्छु त अहिले बहिनीको दिदीको त कुरा बहिनीको गर्ने कुरा गर्छस् नि अनि गर्नु सुरु त गर्ने हामीले को? के तपाईँलाई छेकेको छैन त सर के सिकेको छैन अनि तपाईँले जसको सुकै कुरा गर्नु के इङ्ग्लिसमा बोल्यो भने चाहिँ केही हुँदैन जस्तो लाग्यो कि के हो ल हामी भेट्न कुरा गर्न आयो त ल के कुरा गर्न आएको उसो सरी भन्नु के कुरा गर्न बोला तिमीहरूलाई सरी भन्न बोलाएको मुझे सरी भन भनेर यहाँ तिमीहरूलाई के तिमीहरूलाई सरी भन्ने कि अब के कन्सिक्वेन्सेस भेट्ने हो भनेर भर भर देखिदिन्छ उम्रिँदै रहेछन् होइन च्याउहरू उम्रिँदै रहेछन् जरै काटेला भन्ने कुरा मात्र हो सरको एकदमै खुङ्खार मान्छेहरू हो कि क्या सरी भन्नु सही भनिस् हो हामी त हो त्यस्तो हो क्या हुन त यस्तो हो क्या के भन्छन् अघि पनि हाम्रो यतै घरतिर यतातिर आएर फोटो खिचिदिएको अरे अब जियोस् हाम्रो फलो सलो हानिराख्ने होला नि त यिनीहरू फर्कायो सुरु गरेपछि त फर्काउनु सक्नु पर्यो नि मैले फर्काएँ त लु बोलीको बोली ल 1v1 नेबर ल 1v1 नेबर फर्काउँ ल बोलीको बोली फर्कायो ल नेबर ल छिरिनमा पेमला दर्जनामा सब हान ल गोलीको गोली फर्काउने सुटे ठाउँमा चाहिँ बोलीको बोली त्यहाँदेखि फर्कायो कहाँ गयो के बोली के चाहियो तपाईँहरूलाई त्यो विदर सिस भन्ने चाहिँ किन हो भनेको हामीले हामी त्यो के भने त्यसको विडर सिस भनि चाहिँ को हो पहिला सुरु एकजनाले भने नि यो आनन्दले सरी भन्ने हो कि के हो कुरो चाहिँ भन्न खोजे मात्र तपाईँहरूलाई त्यो तपाईँहरूको त्यो च्याट सेक्सनमा आएर त्यो पिकनिक गएको हो त्यो त्यहाँ देखिरहेको त त्यहाँ के भनेर देखेको भनेर पिकनिक गएको ए त्यो पिकनिक गएको चाहिँ तिमीलाई अफेन्सिभ लाग्यो अनि चाहिँ हामी पिकनिक गएको भनेर त्यहाँ कहाँ लेखेर राखेको छ र कसले हो त्यो पिकनिक गएको हो भन्ने ओइ किन पिकनिक जान फोटो खिच्ने तिमीहरू हाम्रो भाइहरू मैले कमेन्ट हानेको हेर तिमीहरूलाई मा राम्रोसँग मैले पिकनिक गएको हो कि के हो भनेर सोधेको होइन राम्रैसँग भनेर तिमीहरूले अनि यसो के त्यसो हेर म राम्रोसँग भनेको अझै भन्नु राम्रोसँग तिमीहरूको दिदीबहिनीसँग के हामी पिकनिक अझै जानु भन्नु म राम्रोसँग अहिले हेर दादा फोक्न हामी पनि भन्छौँ त सर ल के हो भनेर हैन सर मैले तपाईलाई के भनेको म भनेको सुन्नु न दादा सुन्नु न म भन्छु पिकनिक गएको हो भनेर सोधेको अनि पछि या विथ योर सिस अरे अनि तपाईको के यो त सिधै पेले के गएको हाम्रो केटाहरु मेरो दिदी तेरो बुढीसँग म मुजी पिकनिक गएको भन्नु मिलेन मैले नजा भन्दै भन्दैन जा अनि तँलाई राम्रोसँग सोध्दाखेरि राम्रोसँग भन्नु पर्यो नि त हामीले राम्रोसँग भने विथ योर सिस अरे मैले राम्रोसँग भने त भर्खर लु मैले राम्रोसँग भने हो त के हामीलाई के तिमीहरुको को दिदी बहिनी हामीलाई तिमीलाई बोले के जान्छौं गएपछि जान्छौं हामी यो विथ योर सिस भनेर चाहिँ हटान त भनेको चाहिँ किन भने किन हटाउने हामी किन हटाउने तैले किन भनिस् त हामीले भन्नु मन लाग्यो यिनीहरुको अस्तित्व नै हटाउनु पर्छ ओइ न ओइ न हटाउनु पर्छ ओइ न हैन ल के हो चलेको चाहिँ के हो मलाई त चेके दादाले त लहट सेक दे मैले त लहट दे लहट त बोला त यहाँ छोड दे नलुट नलुट के किन बडी लगाउ उसके आउन दे यसो गर्न त्यसलाई आउन दे गाडी लिएर नजा यहाँ चाहिँ ब्याक सबजना ब्याक यही बस सोपन यही बस ब्याक आइज सबजना ताले किन सिकाएर मुजी के भएको चाहिँ के यहाँ मुजी फोटो राखेर रहेछ हैन यहाँ ओए त मस्त अनि मुजी डोपियोले क्या पिकनिक गएको हो भनेर लेखेको अनि बज्न थाल्यो के मैले के भने भन्दाखेरि पिकनिक गएको हो भनेर लेखेको छ हेर न कमेन्ट हेर न त्यो कमेन्टै हो नि
कुन चाहिँ इङ्ग्लिसमा हो बोल्यो मा? भने चाहिँ के त्यहाँ हेर न, त्यहाँ हेर न offensive यहाँ। हुँदैन भनेर सोचे हो कि के